हेलो साथीहरू सम्पूर्णलाई नमस्कार छ, शुभ बिहानी, शुभ नमस्कार। म चाहिँ नि अहिले यतिखेर नेपाल भरतपुर 15 चितवन रामपुरको बाटो हिँड्दैछु मर्निङ वकमा। है साथीहरू, हेर्न सक्नुहुन्छ यहाँको दृश्य कति रमाइलो दृश्य छ। नेपालको जुन प्राकृतिक सौन्दर्य त्यसै भन्दैन क्या साथीहरू, एकदम सुन्दर र रमणीय छ हाम्रो देश नेपाल। अहिले बाटोमा छु, अलिअलि गाडीको आवाजहरू आइरहेको छ, माइन्ड नगर्नु होला। भिडियोलाई राम्रोसँग फुल वाच गरेर खोकी लाग्यो, फुल वाच गरेर हेर्नु होला। अनि यहाँको दृश्यको बारेमा अवलोकन गर्नु होला, कस्तो छ के छ। अनि कमेन्ट पनि अवश्य गर्नु होला, सब्सक्राइब गर्नु होला हैन। अब तपाईहरुलाई म देखाउन चाहन्छु, यहाँ यसरी हेर्दाखेरि चाहिँ नि यहाँ रामपुर कृषि क्याम्पस छ, यहाँ नजिकै हेर्नुहोस् है। यो देख्न सक्नुहुन्छ रामपुर कृषि क्याम्पस। अनि यतापट्टि चाहिँ नि यो बाटो उतापट्टि चाहिँ यो ब्लू कलरको देखिएको छ, त्यो चाहिँ दाना कम्पनी हो। नेपालमा पनि विकासहरू हुँदै गइरहेको छ, राम्रो रोजगारको सुविधा अब लगभग होला जस्तो छ। तर चाहिँ नि अहिलेको लागि त चाहिँ नि मुस्किल पनि छ। यस्तै हो, पाउनुले पाइहाल्छन्, नपाउनुले चाहिँ के नेपालमा जागिर पाइन्छ र नेपालमा बसेर केही हुँदैन भन्छन्। तर त्यस्तो होइन है साथीहरू, यहाँ गरे सबै कुरो छ, नगरिनलाई केही पनि छैन। मान्छेहरूले परिश्रम गर्नबाट टाढा जान्छन्, परिश्रम गर्दैनन् अनि देशलाई दोष दिन्छन्। त्यो चाहिँ ठिक होइन क्या साथीहरू। गर्नु पर्यो नि, नङ्ग्रा खियायो भने किन हुँदैन। कोसिस गर, सफल अवश्य हुन्छ भन्छन् नि मान्छेहरूले। र यहाँको वातावरण हेर्नुहोस्, बादल सर र माथिको चाहिँ हेर्नुहोस् त कस्तो सौन्दर्य देखियो, कति सुन्दर देखिएको छ। बिहान पख घुमघाम गर्नको लागि कति आनन्द लाग्छ। अब यो पुरा यो चाहिँ रामपुर रोड हो, यहाँबाट सिधा रामपुर कृषि विद्यालयमा गइन्छ। यतापट्टि मङ्गलपुर जाने बाटो, अनि यो बाटो चाहिँ चट्ट नारायणघाट चर्च गर्छ होइन, भरतपुर 24 कोटी। अब हामीहरू चाहिँ नि अलि पर गएपछि देउरे साइडबाट फाँटै घर जाने विचारमा छौँ। आज हामी बाबा छोरी सँगै आएका छौँ मर्निङ वकमा। आज हाम्रो यो साइडको बाटो भयो, भोलि अर्को साइडको हुनसक्छ। कहीँ न कहीँ नयाँ जग्गाहरूमा गयो भने धेरै नै साथीहरू 3 मिनटको सानो छोटो ब्लग अवश्य पेस गर्नेछु। हेरेर कस्तो लाग्छ कमेन्ट अवश्य गर्नुहोला, र भिडियो राम्रो लाग्यो भने सेयर पनि अवश्य है साथीहरू। मेरो नयाँ प्रयास हो, त्यति साह्रै राम्रोसँग बोल्न र स्पष्टीकरण गर्न चाहिँ मलाई आउँदैन। कहीँ भाषामा पनि त्रुटि हुन्छु, किनकि धेरै वर्ष मुम्बईमा बसेर म भर्खर नेपालमा आउँदैछु। रिटायरमेन्ट लाइफ हो, भाषा त अलिअलि यताउता भइ नै हाल्छ साथीहरू, माइन्ड नगर्नु होला है, बुझ्नु होला है साथीहरू। हस् त, नमस्कार, जय श्रीराम, जय